हेलो साथीहरू, नमस्ते नमस्कार, सबैजनालाई स्वागत छ मेरो छोटो छोटो भिडियोमा। के छ अरे, सन्चै हुनुहुन्छ होला, आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ। म नि एकदम आनन्द कुशलै छु। अहिले चाहिँ म होइन गाउँमा आएको छु। अनि त्यहाँनिर मैले गाडी राखेर यहाँनिर चाहिँ ढुङ्गा झारेको रहेछ। अब त्यो यहाँदेखि चाहिँ अगाडि चाहिँ गाडी नजाने भएर मैले त्यहाँ गाडी राखेर यो पर मेसिन बनाउँदैछ, त्यो मिस्त्रीहरूलाई पुर्याउनु ल्याएको खासमा चाहिँ। अनि अहिले चाहिँ पानी चाहियो भनेर पानी लिनु गएर फेरि पानी ल्याएर उता पानी लिएर गइसक्यो यहाँको भाइहरूले। म चाहिँ यहाँ बसिरहेको छु। अनि मैले चाहिँ यो भिडियो बनाउनुको मेन मुख्य कारण चाहिँ यो तलतिर कता लुई चाहिँ कराउँदै बाँच्दैछ। सुन्नु है त, तपाईँहरूलाई सुनिन्छ होला। दुईवटा छ, दुईवटा कराउँदै सुन्नु है। भालेले मलाई देख्यो कि हो, बाँच्नु छ एउटा। यो मुनतिर यो मुनतिर कता कराइरहेछ साथी, ट्याक्कै यही वरिपरि कतातिर छ। अनि अहिले चाहिँ म चाहिँ कति तलबाट 10:30 बजेतिर हिँडेको, अहिले ठ्याक्कै 3 बजिसक्यो। कति घन्टा भइसक्यो होइन, लगभग 4-5 घन्टै भइसक्यो। 2 घन्टाको काम छ भनेर आएको खासमा, तर 4-5 घन्टा लागिसक्यो। भोकोले यहाँ मान्छे पिलित्तै गइसक्यो पर्खिँदा। यो हरामखोर मिस्त्री लँदेहरू कति ढिलो गरेको, अझै पनि गाडी प्याकिङ गरिसकेको छैन। जब त्यो मेसिनको यो प्याक गर्नुको लागि होइन। खै जाउ छ, गाडी लाइनमा काम गर्ने चाहिँ यही जाउ लाग्छ हामीलाई। यस्तो जङ्गल छ, केही दोकान सोकान पनि छैन हो। अब भयो त यहाँ। ओके गाइज, अर्को भिडियोमा भेट्छु। अहिलेका लागि बाई बाई। थ्याङ्क यू सो मच अन्तिमसम्म हेरिदिनु भएको।